जानु न आमा खोलिदिनु न त्यही भएर बाहिरै छ जानु न मैले लाएको छिटो न जानु छिटो गर्नु ल आमालाई पुगेर आउँदा टाइम लाग्छ होला बरु किन बाहिर बसिदियो नि पर्खिने यहाँ फ्यानले बरु यो उडायो क्यान्डल बलिसक्यो त्यही त बल्दैन त ऊ तिनीहरू आइपुग्दा बलिसक्ला नि बलिसक्दैन रामै छ त्यही त नि मैले त केक देखेको छुइनँ क्यान्डल एक्लै भयो नि त म यहाँ आइपुगेँ दिदी भएन बलेन अरू क्यान्डल ए ल ठिकै छ छिटो क्यान्डल केकमा म्याजिक क्यान्डल रहेछ त्यो पनि देख्दैछ भिडियो बना त्यसको निबेन क्यान्डलै पछि यो क्यान्डल बसेको रहेछ काट फुल भयो एक्सपेक्टेड थियो नि आमा सोचेकै थिइनँ मैले त कसम आमा खाऊ मजाले खाऊ खुसी बस आइज सानी रु त फेरा आइज न केही हुँदैन हौ यहाँ पनि बनिँदैछ नि माइजू पनि खानु सानी आइज न नरु रुजाउनु राम्रो हात छ हौ छ्या खुसी भएर पठाउनु पर्छ माइजू रुनु हुँदैन सानीलाई चाहिँ तँलाई पनि काटेर खायो सानीलाई आउनु आमा आउनु खानु त हुँदैन होला खोइ आमा आउनु न किन भित्तामा क्यान्डल चाहिँ ननिभेको होइन मैले भनेको मलाई त आश्चर्य हुँदैन भन्छ म किनभने स्ट्रङ छु ऊ त्यहाँ अरू के इमोसनल हुँदैछ ला खातो पनि पर्खी दिपकालाई गिफ्ट छ दीक्षाको त मेरोबाट सानीको गिफ्ट क्या भन्थे गिफ्ट मान्छे बस्नु भयो कि क्या हो लौ दिपु होइन ला हो भाइयो पैसा पनि डिस्काउन्ट त्यसलाई त किन दिएको पैसा चाहिँ पैसा दिएको होइन पैसा छैन गिफ्ट हो गिफ्ट किन ए गिफ्ट हेर्न छिटो कस्तो लाग्यो गिफ्ट पनि हेरेर अस्ति यस्तै गर्न कस्तो राम्रो देखाएको थियो त्यहाँ गरौँ भयो हाम्रो केक खोइ दिदी अनि को दिदी बुमा दिदी मम्मी त सुतिसक्नु पर्यो तल गिफ्ट हेर्नु के हो वाटरबाट हेर्न मजाले पहिला केस गर्छ अब अस्ति कस्तो मलाई अर्को हेर अर्को यो चाहिँ अनएक्सपेक्टेड यो चाहिँ अलि नसोचेको कुरा हो यो चाहिँ हेर के हो ह्या चाहिँ नगर्ने हेरेर फेरि केक हेरेर त है राम्रै के गेस गरिस् भन्छ अलिकति सोचेर भन्छ तर यो चाहिँ सोच्नु के हो जस्तो लाग्यो मैले भनेको हो नि मूर्ति भनेको भन्दै नि त्यहाँ देखाएको थिएँ नि भएन अलिक एउटा चाहिँ केही चाहिँ हेर्न अब हेरेर अब हेर्न के हो त्यस्तो एक्सपेक्टेसन तैँले सोचेको पनि छैनस् होला के हो भनेर यो हुनु
उही कस्तो जरुरत थियो मलाई मलाई पनि त कस्तो जरुरत थियो भनेर मलाई ठिक लागेको क्या यो गिफ्ट चाहिँ मलाई पनि जरुरत फिल हुँदै थियो नि त उही अब त्यो बोतल चाहिँ कसलाई दिएर जानु त्यही त्यो साह्रै गरिदियो भनेर त मैले यो बोतल पनि ठिक लाग्यो क्या तर यो बिचमा त्यो किन ए मेरो ब्याग भाङ्गे रहेछ उही कस्तो दामी कस्तो मजाको छ कलर थ्याङ्क यू अब मेरो चाहिँ के पनि पाएन राति यो झुन्डाउने पनि रहेछ यो यस्तो गर्दा पनि हुँदो रहेछ यसलाई टक्क उयो गर्यो यहाँ हुँदो रहेछ अनि यहाँ फोन राखेर मुभी हेर्दाखेरि अगाडि अनलाइनमै फ्यान चलाउँदै पनि मुभी हेर्नु पनि मिल्दो रहेछ क्या दामी तर चार्ज छैन यसमा चार्ज हाल्नुपर्छ अघि नै चार्ज थिएन मुभी हेर्दिनँ निदाउ चाहिँ मुभी हेऱ्यो नि होइन च्याटिङ यसो भिडियो च्याट गर्दै गर्दा कपाल उडाउँदै गरेको राम्रै फिट हुन्छ नि रिल्स बनाउँदा भयो है सानी फिल्म हेर्दै गर्दा नि दिदी एक निन्द्रा त सुत्दै नि भन्ने मान्छे हो कहाँ हेर्छ फिल्म अब यहाँ त्यो गर्नु। खै दिपका त्यही भएर हामीले खै राखेको थियौँ। सबैजना आऊ न मलाई थाहा नै थिएन मलाई पनि देख न भान्जी हामीले चाहिँ यसलाई राखेको क्या बाटो घुमाएको यहाँ बनाउँदै गर्नको लागि कि छिटो ए हजुर छिटो हिँड्की छिटो भन्छ टट्टी आयो भन्छ हो एक कुरा धन्न थाहा पाइन रहेछ त्यहाँ आएर थाहा पाइन्छ है थाहा पाइने यहाँ आएपछि चक्कै पऱ्यो कि जस न मन त्यो भनेको भर्खरको का भान्जीले भनेर चार्जमा चार्जमा हालिराख्नु भोलि पठाएको राति 8 बजी राति तपाईँलाई के भन्नु छ भन्नुहोस् दिपु राम्ररी जाऊ थ्याङ्क यू त्यहाँबाट बाई बाई दिक्छु राम्ररी जाऊ थ्याङ्क यू सो मच तपाईँलाई धेरै धेरै धन्यवाद ओके हाम्रो सरप्राइज सक्सेसफुल अलिकति भए पनि हामीले गर्दा तेरो लास्ट डे स्पेसल होस् अघि आइज बाबालाई पठाइदिइहाल्नु नि भन्दैन उयसमा हेर बाबालाई पनि फोन गरेर देखाइदिएको भए ए अँ बुद्धि कस्तो हुन्छ एउटा यसमा भिडियो हुँदैछ नि यो पठाइदियो नि डल्लै पठाउँदा भिडियो